बुढा नीलकण्ठ मन्दिरदेखि उत्तर पूर्व कुनाको डाँडामा अवस्थित 10 महाविद्या शक्तिपीठ सतरुद्रेश्वर शिव र महालक्ष्मी एवं गुहेश्वरी शक्तिको आवरण देवताको रूपमा पूजिनुहुन्छ। योनि रूपको महामुद्रा कलश समेतको अवस्थितिले नेपालको कामाख्या शक्तिको नामले प्रख्यात हुनुहुन्छ। कपिलानी सिद्धनाथ कौलिक गुरुकुल परम्पराको आध्यात्मिक धरोहर यस पीठमा 10 महाविद्या शक्तिको श्री विग्रहको पनि दर्शन गर्न पाइन्छ। प्राकृतिक वैभवता र आध्यात्मिक सौरभताको निधि यो पावन धाममा अहिले हामी भूमिरज महोत्सव भव्य रूपमा मनाइरहेका छौं। ज्योतिष शास्त्रका अनुसार सूर्य आषाढ मासको मृगशिरा नक्षत्रको तृतीय चरण पार गरेर आद्रा नक्षत्रमा प्रवेश गर्दछ। त्यो आद्रा नक्षत्रको पहिलो पाउको अवधि जति अंशमा पर्दछ त्यो भूमिरजको अवधि हुन्छ। यो समय प्राय 4 रात 5 दिनको हुन्छ। यही समयभित्र भूमिरज महोत्सव धुमधामले मनाइन्छ। भूमिरज भनेको ब्रह्माण्ड पालन गर्दै माता प्रकृति स्वयं रजस्वला पुष्पिणी हुने पवित्रतम दिन हो। यो अवधिभर गुप्त वास बसेर आध्यात्मिक साधनामा आत्मशक्ति साक्षात्कार गर्ने पुनित सौभाग्य प्राप्त हुन्छ। शाक्त कौल तान्त्रिकहरूका लागि त झनै अविस्मरणीय एवं दुर्लभ संयोग जुट्ने अवसर हो। मूलाधारमा रहेकी कामाख्या कुण्डलिनी शक्ति पुष्पिणी गर्दै दिव्यलोक दर्शन गर्ने, पिण्डात्मक प्रभाव र प्राकृतिक मूल फुटाएर विश्व सिञ्चित गर्ने ब्रह्माण्डात्मक प्रभावको प्रस्फुटन हुने संयोगको पावन पर्व भएकोले योगाभ्यासीको लागि स्वधाम दर्शन गर्ने पुनित अवसर पनि भूमिरज हो। अतः तन्त्र, मन्त्र, सिद्धि र पुरस्चरण हेतु कौलिक साधकहरू यो पर्व हर्षोल्लासका साथ मनाउने गर्दछन्। जसरी कुम्भ मेला प्रसिद्ध छ त्यसरी नै कौलिकहरूमा भूमिरज पर्वको महिमा प्रसिद्ध छ। यस समयमा दिव्य अलौकिक शक्ति आर्जन गर्न पुनित अवसरको रूपमा पुरस्चरण, साधना, अनुष्ठान आदि कर्म साधकहरू एकनिष्ठ भएर गर्ने गर्दछन्। ममतामयी आदिशक्ति परम्बाको कृपा अनुग्रह प्राप्तिका लागि हरेक वर्ष यस महोत्सवमा श्रद्धालु भक्तजनहरू, साधु, सन्त एवं तान्त्रिकहरू 10 महाविद्या सिद्धपीठमा आउने गर्दछन्। ध्यान, जप, सिद्धिका लागि यो समय सुनौलो अवसर मानिन्छ। कदम्ब वनचारिणीं मुनिकदम्ब